नमस्ते अलि भएन फेरि गर ल नमस्ते तिमीहरू दुईजनालाई चाहिँ म आज के सोच्छु भने सुरुमा म यता मायातिर गएँ माया तिमीलाई होइन आफ्नो मम्मी बुवा कतिको प्यारो लाग्छ फर्स्ट अफ अल थ्याङ्क यू फर होइन फर सबैभन्दा ठुलो कुरो नै त्यो हो जन्म दिनुभयो त्योभन्दा ठुलो कुराहरू केही छैन उहाँहरू तर पो म छु होइन त्यही भएको भएर हृदयदेखि नै अब साथमा त बस्न नपाए पनि होइन हामी आफ्नो जे जस्तो अब कन्डिसन भएर छुट्टिनु परे पनि एउटा मुटु नेपालमा एउटा मुटु यता छ होइन धेरै धेरै अब मिस गरेको छु त्यो वर्डले एक्सप्रेस गर्ने कुरा नि होइन त्यो भनेको मनभित्र हुन्छ होइन कतिको मिस गरेर आएको छ त्यो त भन्न त सक्यो नि त आई क्यान एक्सप्लेन किनभने त्यो भन्ने कुरा इन्फिनिटी यहाँ दिल त कनेक्ट होता है होइन यस्तो के भोक लाग्नु दुख्नु त्यस्तो कुराहरू माया गर्नु त्यस्तो कुरा जबसम्म भन्दैन तबसम्म थाहा हुँदैन कि त्यही भएर यु क्यान एक्सप्लेन देम एउटा मम र मम्मी प्यारेन्ट्स र एउटा जुन हुन्छ नि चिल्ड्रेनको कनेक्सन भनेको त्यो एक्सप्लेन गरेर गर्ने चिज होइन कि त्यही त त्यही इन्फिनिटी भनेर सुन्दै नो एक्सप्लेनेसन त्यहाँ एक्सप्लेन गर्ने कुरै आउँदैन तिम्रो सक्यो मिस्टर रञ्जना मिस रञ्जना यस तिमी आफ्नो मम्मी बुवालाई कतिको मिस गरिरहेछ 2025 मार्चको 9 तारिक यो भिडियो रेकर्ड हुँदैछ आजको दिन सम्झिँदाखेरि मम्मी बुवाको बारेमा सम्झिँदाखेरि आजको दिनसम्म चाहिँ कतिको त्यो फिल कस्तो त्यो भन्नाले कतिको रेस्पेक्ट गर्न मन लागिरहेछ भन्नाले अब त्यो कतिको मनमा कतिको रेस्पेक्ट छ कतिको आमा बुवाले कतिको मिस गर्छ भन्नाले मिस गरिरहेछ त्यो सबै भन्नु पर्यो मिस त धेरै गरिरहेको छु किनभने बाबासँग चाहिँ भेटेको थिएन अस्ति आउनुभन्दा अगाडि अनि बाबालाई धेरै मिस गरेको छु मम्मीलाई पनि मम्मीसँग चाहिँ भेटेको थिएँ आउनुभन्दा एक हप्ता अगाडि घरको सबैभन्दा अनि धेरै मिस भनेको मलाई सेमियाङको आइरहेछ धेरै याद भनेको सेमियाङको चाहिँ धेरै याद आइरहेछ किनभने म गाउँ बस्दाखेरि जहिले मसँग हुन्थ्यो दिनमा अनि मै मात्र पछ्याउँथेँ अनि अहिले धेरै मिस गरिरहेको छु त्यही हो 2 वर्ष पुग्ला अब 2 वर्ष सेमियाङले 2 वर्ष पुग्ला भनेको भनेपछि मम्मीलाई मिस गरिरहेछ बुवालाई मिस गरिरहेछ सेमियाङलाई मिस गरिरहेछ अरू दिदीहरूलाई सबलाई फ्यामिली मेम्बर सबै साथीहरू सबैलाई मिस गरिरहेछ स्पेसली यहाँ चाहिँ आज चाहिँ मम्मी बुवाको मात्रै कुरो भइरहेको भएर अरू मान्छेहरू चाहिँ चित्त नदुखाउनु यो मम्मी बुवाको लागि मात्रै मैले यो भिडियो बनाउनु लाग्यो कान्छी छोरी अब आमाहरूले फेरि कान्छीहरूलाई लास्टै माया गर्ने कि हामीले मात्रै कस्तो खेला गर्ने भने त्यस्तो हुँदैन सबै बच्चाहरूले आफ्नो सन्तानलाई जसलाई पनि बराबरी माया गरेको नो कम्प्रोमाइज भनेपछि मम्मी बुवाहरूलाई दुईजनाले के भन्न चाहन्छौ We miss you very much. अनि के भन्ने हेल्दी या त्यो नै सबभन्दा गड गिफ्ट हो अनि लभ यु सो मच विदेशमा आइयो होइन विदेशमा आउँदाखेरि मम्मी बुवाहरूको सबभन्दा याद आउने मोमेन्टहरू एक दुईवटा भन्नु न मायाले कस्तो बेला चाहिँ लास्ट माया आफ्नो मम्मीको याद आउने बिरामी हुने बेला मम्मी याद आउँछ अनि बुवाको पनि सेम अनि त्यतिखेर चाहिँ के गर्नु मन लाग्छ रुनु मन लाग्छ रञ्जना हजुर विदेशमा हुँदा तिमीलाई सबभन्दा आफ्नो मम्मी बुवा कतिखेर याद आउँछ कतिखेर जहिले याद आइरहन्छ मलाई त खाना बनाउन अल्छी लाग्ने बेला होला खाना बनाउन म त अल्छी लाग्दैन घरमा नि मैले बनाउने हो जहिले दियो फेरि हो नबताइ सुन न मम्मीलाई घरमा मैले बनाउँछु काठमाडौँमा मैले बनाउँछु घरमा त डेली बनाएन त्यो मिङमारको याद आएन भनेपछि मिङमारको नि आउँछ मिङमारलाई के सन्देश दिन चाहन्छ होला भन मिङमारलाई के भन्नु राम्रोसँग पढ
पढेन भने के हुन्छ? 80-तिर रिजल्ट बिग्रियो थियो होइन, अहिले राम्रोसँग पढ त्यति हो। पढेन भने के हुँदो रहेछ? पढेन भने आफूलाई नै नराम्रो, आफूलाई नै घाटा हुन्छ। ल ओके बाई बाई गर्न। ओके बाई बाई, सी यु इन नेक्स्ट ब्लग।